सबैजनालाई प्रभु येशूको नाममा अनि तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला, खुसी हुनुहुन्छ होला, स्वस्थ हुनुहुन्छ, किनभने उहाँको अनुग्रहमा छौँ हामी। उहाँको अनुग्रहमा हामी सधैँ स्वस्थ अनि आनन्दमा अनि समृद्धिमा हामी सधैँ ख्रिस्टको अनुमा ख्रिस्टमा एक भएर हामी महिमित छौँ। आज हामी यस ठाउँमा छौँ अनि मेरो साथमा हाम्रो पास्टर तुलसी हुनुहुन्छ अनि आदरणीय पास्टर केशवजी हुनुहुन्छ अनि म विजय गुरुङ हुनुहुन्छ अनि तपाईँहरूलाई सबैलाई म स्वागत गर्न चाहन्छु। यो हाम्रो यो टक टाइममा यो कन्भर्सेसनमा हामी थोरै तपाईँहरू सामु छोटो हामी एउटा परमेश्वरको वचनद्वारा चाहिँ हामी तपाईँहरूलाई प्रकाश दिन चाहन्छौँ। हामी विशेष गरी हामी आदरणीय पास्टर तुलसीज्यूलाई हामी स्वागत गर्न चाहन्छौँ अनि आदरणीय हामी केशवज्यूलाई हामी स्वागत गर्न चाहन्छौँ। धन्यवाद विजयज्यू। आज हामी फेथ के हो, विश्वास के हो भन्ने कुरामा हामी छोटो हामी कन्भर्सेसन गर्नेछौँ। आज मानिसहरूले विश्वास आफै उत्पन्न गर्न खोज्छ तर त्यो होइन। हामी बाइबलले भन्छ कि विश्वास पनि परमेश्वरको एउटा वरदान हो भनेर हामी थाहा पाउन सक्छौँ कि किनभने हामी विश्वासमा हिँड्नुपर्छ। विश्वास बिना केही कुरालाई पनि हामी सम्भव गर्न सकिन्न। आज हामी विश्वास भनेको चाहिँ हामी चाहिँ नदेखेको कुराको निश्चयता हो भन्छ, नदेख्ने कुराको निश्चयता हो भनेर हामी हिब्रू 11:1 पदमा पाउँदछौँ। निश्चयता भनेको चाहिँ त्यसलाई चाहिँ कम्प्लिकेटेड भन्छ, त्यो चाहिँ कम्प्लिट भएको भन्छ। आशा चाहिँ के हुन्छ, सधैँ चाहिँ के हुन्छ, पुरा भइसकेको हो। निश्चयता भनेको हुन्छ त्यो तपाईँले यदि केही कुरामा प्रार्थना गर्नुभएको छ भने, छुनुभएको छ भने त्यो चाहिँ तपाईँले चाहिँ पुरा भइसकेको छ भन्छ। आशा गरेको कुरा चाहिँ त्यो चाहिँ निश्चयता हो भनेर तपाईँले बुझ्नुहोस्। हामी यसकै लागि हामी पास्टर तुलसीज्यूलाई अनि पास्टर केशवज्यूलाई हामी यो समय दिनेछौँ अनि तपाईँले छोटो विश्वासको निम्ति अनि तपाईँलाई छोटो प्रकाश वचनद्वारा चाहिँ उहाँले दिनुहुन्छ। जय मसीह। म छोटो बोल्न चाहन्छु र अघि नै पास्टरज्यूले भनिसक्नु भएको छ अनि हिब्रू 11:6ले भन्छ विश्वास बिना उहाँलाई खुसी पार्न सकिँदैन। जसले विश्वास गर्छ उहाँको नजिक आउँछ र उहाँले प्रतिफल दिनुहुन्छ भने पक्का विश्वास गर्छ त्यसले प्रतिफल पाउनेछ। आमेन। अनि त्यहाँ पनि लेखेको छ अनि एफिसी 6:16मा हेऱ्यो भने त्यहाँ पनि विश्वासको ढाल उठाओ र दुष्टका सबै अग्निमा निभाउन सक्नेछ। आमेन। अनि हाम्रो लडाइँ नै विश्वासको। अनि पावलले पनि तिमोथीलाई आफ्नो जवान आफ्नो छोरा तिमोथीलाई पनि यही भनेका सिकाएका छन्, सल्लाह दिएका छन् कि विश्वासको उत्तम लडाइँ लड। अनि हाम्रो लडाइँ नै विश्वासको। अनि दाउदले पनि यही लडाइँ लडे, गोलियतलाई मारे। आज हामीले धेरै गोलियतलाई मार्नुपर्ने छ है। त्यो पाप गर्ने गोलियतहरू, गरिबका गोलियतहरू, चिन्ता फिक्रीका विभिन्न समस्या गोलियतलाई मार्नुपर्छ प्रियहरू। त्यो चाहिँ परमेश्वरको वचनद्वारा अनि विश्वासद्वारा नै हामी उत्तम लडाइँ लडेर नै हो। त्यसले गर्दा विश्वास चाहिँ एउटा सुपरनेचुरल फोर्स हो जसले सबै कुराहरूलाई हुन आउन सम्भव पार्दछ। त्यसले गर्दा विश्वासको लडाइँ हामी लड्दैछौँ अनि विश्वासद्वारा हामी अगाडि बढ्दैछौँ अनि परमेश्वरको महिमाको निम्ति, धेरैलाई उद्धार छुटकाराको निम्ति अनि परमेश्वरको प्रेम देखाउनको निम्ति र धेरैलाई अन्यताको राज्यबाट उति मिलाउनको निम्ति विश्वासमा चल्नुपर्छ, विश्वासमा बोल्नुपर्छ, वचनद्वारा अनि विश्वासद्वारा सबै काम गर्नुपर्छ प्रियहरू। अनि यो नै परमेश्वरको इच्छा र माग हो। त्यस कारणले गर्दा विश्वासमा अगाडि बढिराख्नुहोस्, विश्वासमा हिँड्नुहोस्, जिउनुहोस्, बोल्नुहोस् अनि विश्वासमा सबै कामहरू गर्नुहोस्। उहाँको आवाज सुनेर हिँड्नुहोस्। परमेश्वर तपाईँहरूलाई विजय, सफलता, आशिष दिनुहुनेछ। आमेन। अघि समय पाठज्यूलाई दिनेछौँ, उहाँले पनि लिनुहुनेछ। तपाईँलाई थाहा छ रोमीको पुस्तकले भन्छ 14:23ले कुनै पनि कुरा यदि विश्वासबाट उत्पन्न भएको छैन भने त्यो पाप हो। अर्को भाषामा एउटा कुरो के छ भने स्वर्गको राज्यमा प्रवेश गर्न विश्वास चाहिन्छ है। स्वर्गको राज्य प्रवेशको लागि विश्वास चाहिन्छ। अब भन्न चाहेको कुरा परमेश्वरलाई खुसी पार्न पनि विश्वास चाहिन्छ। यसुले धेरै घटनामा के भन्नुभयो, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस् भन्नुभयो। वाह। अनि विश्वास बिना परमेश्वरलाई खुसी पार्न पनि सकिँदैन, परमेश्वरलाई आशिष आउन पनि सक्दैन। विश्वास बिना तपाईँले मुक्ति पनि पाउन सक्नुहुन्न। विश्वास बिना केही पनि हुँदैन। विश्वास नगर्नु पाप हो। विश्वास नगर्नु नरकको बाटोमा हिँड्नु हो। मान्छे नरक जानुको कारण पाप गरेको कारणले होइन, अविश्वास गरेको कारणले। सृष्टिकर्ता त पाप क्षमा त अलरेडी छ। हुन त मान्छे जन्मैबाट पापी हुन्छ, जन्मैबाट पापी हो, तर त्यो पाप अलरेडी क्षमा छ यसुमा। अनि विश्वासबाट क्षमादान प्राप्त गर्ने हो, ग्रहण गर्ने हो। विश्वासद्वारा मुक्ति, शान्ति, आशिष, चङ्गाई, उन्नति, प्रगति जे चाहिन्छ सबै विश्वासबाट। अर्को भाषामा भन्दाखेरि विश्वास स्वर्गको पैसा हो। केही चाहियो भने विश्वासबाट मात्रै हुन्छ। पृथ्वीको पैसाले चाहिँ पृथ्वीका थोकहरू प्राप्त गर्न सकिन्छ भने स्वर्गको पैसा भनेको विश्वास हो। विश्वासबाट स्वर्गका सबै आशिष आफ्नो बनाउन सकिन्छ। त्यसैले मत्तीको पुस्तक 9:29मा भने चाहिँ तिम्रो विश्वास अनुसार तिमीलाई होस्। विश्वास छैन भने केही पनि हुनेवाला छैन। विश्वास भयो भने जति विश्वास भयो सबै हो। किनभने विश्वास गर्नेसँग मर्कुस 16ले भन्छ 17 पदमा
विश्वास गर्नेहरूसँग चिन्ह हुन्छ यस आमेन के चिन्ह भूत दबाउने रोगी निको पार्ने अद्भुत कार्य गर्ने अनि योहन्ना 14 को 12 ले भन्छ विश्वास गर्नेले यसुले गर्ने काम गर्छ त्यहाँ विश्वास गर्ने अर्को ठाउँमा भन्छ विश्वास नै संसारलाई जित्ने विजय हो फेरि दिन्छ भिक्टोरी दैट ओभरकम द वर्ल्ड अनि अर्को ठाउँमा भन्छ विश्वास गर्नेका लागि सही कुरा सम्भव छ मर्कुस 9 को 23 यस आमेन आमेन अर्को ठाउँमा के भन्छ मर्कुस 11 को 23 भन्छ विश्वासले बोल्यो भने ढाडै हट्छ विश्वास बिना केही हुँदैन विश्वास बिना सबै कुरा हुन्छ आमेन ल अब के थप्ने हो तपाईहरु थाहा पाउनु साँच्चै नै पास्टर बुवाले भने अनुसार किनभने परमेश्वरलाई चाहिँ हामीले विश्वास बिना चाहिँ हामीले रुजाउन सकिँदैन विश्वास बिना हामीले के भन्छ परमेश्वरले खुसी पार्नै सक्दैन किनभने हामी हिब्रूको 11 को 6 पदमा तिमीहरूलाई विश्वास बिना परमेश्वरलाई चाहिँ खुसी पार्न रुजाउन सक्दैन भनेर हामी पाउँदछौँ जसरी हामीले आज इक्जाम्पल हेऱ्यौँ भने यो संसारमा हामीले हरेक कुराहरू किन्दाखेरिमा चाहे तपाईँ सपिङ सेन्टरमा जानु परोस् चाहे अथवा ठुल्ठुलो सामान कार किन्न परोस् अथवा लुगा कपडा अथवा खानाकुराहरू किन्न परोस् तपाईँले किन्नका लागि अनि लाउनका लागि हरेक कुरा के चाहिन्छ तपाईँलाई पैसा चाहिन्छ अनि यो संसारमा सबै कुरा किन्नका लागि पैसा चाहिन्छ भने हामी परमेश्वरको राज्यमा एउटै कुरा चाहिन्छ त्यो चाहिँ विश्वास चाहिन्छ अनि त्यही विश्वासद्वारा नै के हुन्छ हामी नदेखेको कुरा चाहिँ हामी के हुन्छ देखेको हुन्छौँ आज हामी दोस्रो कोरिन्थी 5 को 7 ले भन्दछ हामी चाहिँ विश्वासद्वारा हिँड्छौँ तर देख्ने कुराले होइन त्यो वचनले भन्छ कि हामी हिँड्ने मात्र होइन त्यो वचनले भन्नु अनुसार चाहिँ हामी विश्वासद्वारा हिँड्छौँ भने चाहिँ हामी विश्वासद्वारा नै हामी बिजनेस गर्छौँ मिनिस्ट्री गर्छौँ काम गर्छौँ हामी बिरामीलाई हातहरूले चन्दै गर्छौँ किनभने हरेक ठाउँमा जुन ठाउँमा टिकेको हुन्छ हामी विश्वासद्वारा नै हिँडेको हुन्छ विश्वासद्वारा नै के हुन्छ हरेक कुरा चाहिँ पूर्ण भएको हुन्छ अनि त्यही भएर हामी जस्तै हामी अमेरिकाको नासाको हरेक वैज्ञानिकहरूले हेऱ्यौँ भने ख्रिस्टमा एक भएर हामी महिमित छौँ आज हामी यस ठाउँमा छौँ अनि मेरो साथमा हाम्रो पास्टर तुलसी हुनुहुन्छ अनि आदरणीय पास्टर केशवजी हुनुहुन्छ अनि म विजय गुरुङ हुनुहुन्छ अनि तपाईँहरूलाई सबैलाई म स्वागत गर्न चाहन्छु यो हाम्रो यो टक टाइममा यो कन्भर्सेसनमा हामी थोरै तपाईँहरू सामु अनि छोटो हामी एउटा परमेश्वरको वचनद्वारा चाहिँ हामी तपाईँहरूलाई प्रकाश दिन चाहन्छौँ हामी विशेष गरी हामी आदरणीय पास्टर तुलसीज्यूलाई हामी स्वागत गर्न चाहन्छौँ अनि आदरणीय हामी केशवजीलाई हामी स्वागत गर्न चाहन्छौँ धन्यवाद विजयज्यू आज हामी फेथ के हो विश्वास के हो भन्ने कुरामा हामी छोटो हामी कन्भर्सेसन गर्नेछौँ आज मानिसहरूले विश्वास आफै उत्पन्न गर्न खोज्छ तर त्यो होइन हामी बाइबलले भन्छ कि विश्वास पनि परमेश्वरको एउटा वरदान हो भनेर हामी थाहा पाउन सक्छौँ कि किनभने हामी विश्वासमा हिँड्नुपर्छ विश्वास बिना केही कुरालाई पनि हामी सम्भव गर्न सकिँदैन आज हामी विश्वास भनेको चाहिँ हामी चाहिँ नदेखेको कुराको निश्चयता हो भन्छ नदेख्ने कुराको निश्चयता हो भनेर हामी हिब्रू 11:1 पदमा पाउँदछौँ निश्चयता भनेको चाहिँ त्यसलाई चाहिँ कम्प्लिकेटेड भन्छ त्यो चाहिँ कम्प्लिट भएको भन्छ आशा चाहिँ के हुन्छ सधैँ चाहिँ के हुन्छ पुरा भइसकेको हो निश्चयता भनेको हुन्छ तर तपाईँले यदि केही कुरामा प्रार्थना गर्नुभएको छ भने छुनुभएको छ भने त्यो चाहिँ तपाईँले चाहिँ पुरा भइसकेको छ भन्छ आशा गरेको कुरा चाहिँ त्यो चाहिँ निश्चयता हो भनेर तपाईँले बुझ्नुहोस् हामी यसकै लागि हामी पास्टर तुलसीज्यूलाई अनि पास्टर केशवज्यूलाई हामी यो समय दिनेछौँ अनि तपाईँले छोटो विश्वासको निम्ति अनि तपाईँलाई छोटो प्रकाश वचनद्वारा चाहिँ उहाँले दिनुहुन्छ जय मसीह म छोटो बोल्न चाहन्छु र अघि नै पास्टरज्यूले भनिसक्नु भएको छ अनि हिब्रू 11:6 ले भन्छ विश्वास बिना उहाँलाई खुसी पार्न सकिँदैन जसले विश्वास गर्छ उहाँको नजिक आउँछ र उहाँले प्रतिफल दिनुहुन्छ भने पक्का विश्वास गर्छ त्यसले प्रतिफल पाउनेछ आमेन अनि त्यहाँ पनि लेखिएको छ अनि एफिसी 6:16 मा हेऱ्यो भने त्यहाँ पनि विश्वासको ढाल उठाओ र दुष्टका सबै अग्निबाट निभाउन सक्नेछ आमेन अनि हाम्रो लडाइँ नै विश्वासको अनि पावलले पनि तिमोथीलाई आफ्नो जवान आफ्नो छोरा तिमोथीलाई पनि यही भनेका सिकाएका छन् सल्लाह दिएका छन् कि विश्वासको उत्तम लडाइँ लड अनि हाम्रो लडाइँ नै विश्वासको अनि दाउदले पनि यही विश्वास लडाइँ लडे गोलियतलाई मारे आज हामीले धेरै गोलियतलाई मार्नुपर्ने छ है त्यो पाप गर्ने गोलियतहरू गरिबीका गोलियतहरू चिन्ता फिक्रीका विभिन्न समस्या गोलियतलाई मार्नुपर्छ प्रियहरू त्यो चाहिँ परमेश्वरको वचनद्वारा अनि विश्वासद्वारा नै हामी उत्तम लडाइँ लडेर नै हो त्यसले गर्दा विश्वास चाहिँ एउटा सुपरनेचुरल फोर्स हो जसले सबै कुराहरूलाई हुन आउन सम्भव पार्दछ त्यसले गर्दा विश्वासको लडाइँ हामी लड्दैछौँ अनि विश्वासद्वारा हामी अगाडि बढ्दैछौँ अनि परमेश्वरको महिमाको निम्ति धेरैलाई उद्धार छुटकाराको निम्ति
अनि परमेश्वरको प्रेम देखाउनको निम्ति र धेरैलाई अन्धकारको राज्यबाट उत्ति ल्याउनको निम्ति विश्वासमा चल्नुपर्छ, विश्वासमा बोल्नुपर्छ, वचनद्वारा अनि विश्वासद्वारा सबै काम गर्नुपर्छ प्रियहरू। अनि यो नै परमेश्वरको इच्छा र माग हो। त्यस कारणले गर्दा विश्वासमा अगाडि बढिराख्नुहोस्, विश्वासमा हिँड्नुहोस्, जिउनुहोस्, बोल्नुहोस् अनि विश्वासमा सबै कामहरू गर्नुहोस्। उहाँको आवाज सुनेर हिँड्नुहोस्। परमेश्वर तपाईँहरूलाई विजय, सफलता, आशिष दिनुहुनेछ। आमेन। अघि समय पाठकज्यूलाई दिनेछौँ, उहाँले पनि लिनुहुनेछ। तपाईँलाई थाहा छ रोमीको पुस्तकले भन्छ 14 अध्यायको 23ले कुनै पनि कुरा यदि विश्वासबाट उत्पन्न भएको छैन भने त्यो पाप हो। अर्को भाषामा एउटा कुरो के छ भने स्वर्गको राज्यमा प्रवेश गर्न विश्वास चाहिन्छ है। स्वर्गको राज्य प्रवेशको लागि विश्वास चाहिन्छ। अब भन्न चाहेको कुरा परमेश्वरलाई खुसी पार्न पनि विश्वास चाहिन्छ। यसुले धेरै घटनामा के भन्नुभयो, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस् भन्नुभयो। वाह। अनि विश्वास बिना परमेश्वरलाई खुसी पार्न पनि सकिँदैन, परमेश्वरलाई आशिष आउन पनि सक्दैन। विश्वास बिना तपाईँले मुक्ति पनि पाउन सक्नुहुन्न। विश्वास बिना केही पनि हुँदैन। विश्वास नगर्नु पाप हो। विश्वास नगर्नु नरकको बाटोमा हिँड्नु हो। मान्छे नरक जानुको कारण पाप गरेको कारणले होइन, अविश्वास गरेको कारणले। सृष्टिकर्ता त पाप क्षमा त अलरेडी छ। हुन त मान्छे जन्मैबाट पापी हुन्छ, जन्मैबाट पापी हो, तर त्यो पाप अलरेडी क्षमा छ यसुमा। अनि विश्वासबाट क्षमादान प्राप्त गर्ने हो, ग्रहण गर्ने हो। विश्वासबाट मुक्ति, शान्ति, आशिष, चङ्गाई, उन्नति, प्रगति जे चाहिन्छ सबै विश्वासबाट। अर्को भाषामा भन्दाखेरि विश्वास स्वर्गको पैसा हो। केही चाहियो भने विश्वासबाट मात्रै हुन्छ। पृथ्वीको पैसाले चाहिँ पृथ्वीका थोकहरू प्राप्त गर्न सकिन्छ भने स्वर्गको पैसा भनेको विश्वास हो। विश्वासबाट स्वर्गका सबै आशिष आफ्नो बनाउन सकिन्छ। त्यसैले मत्तीको पुस्तक 9:29 भने चाहिँ तिम्रो विश्वास अनुसार तिमीलाई होस्। विश्वास छैन भने केही पनि हुनेवाला छैन। विश्वास भयो भने जति विश्वास भयो सबै हो। किनभने विश्वास गर्नेसँग मर्कुस 16ले भन्छ 17 पदमा विश्वास गर्नेहरूसँग चिन्ह हुन्छ। के चिन्ह? भूत दबाउने, रोगी निको पार्ने, अद्भुत कार्य गर्ने। अनि योहन्ना 14को 12ले भन्छ विश्वास गर्नेले यसुले गर्ने काम गर्छ, त्यहाँ विश्वास गर्ने। अर्को ठाउँमा भन्छ विश्वास नै संसारलाई जित्ने विजय हो। भिक्टोरी द्याट ओभरकम द वर्ल्ड। अनि अर्को ठाउँमा भन्छ विश्वास गर्नेका लागि सही कुरा सम्भव छ। मर्कुस 9:23। अर्को ठाउँमा के भन्छ? मर्कुस 11:23 भन्छ विश्वासले बोल्यो भने ढाडै हट्छ। विश्वास बिना केही हुँदैन, विश्वास बिना सबै कुरा हुन्छ। ल अब के थप्ने हो तपाईँ थाहा पाउनु। साँच्चै नै पास्टर बुवाले भनेअनुसार किनभने परमेश्वरलाई चाहिँ हामीले विश्वास बिना चाहिँ हामीले रुझाउन सकिँदैन। विश्वास बिना हामीले के भन्छ परमेश्वरलाई खुसी पार्नै सकिँदैन। किनभने हामी हिब्रूको 11:6 पदमा तिमीहरूलाई विश्वास बिना परमेश्वरलाई चाहिँ खुसी पार्न रुझाउन सक्दैन भनेर हामी पाउँदछौँ। जसरी हामीले आज इक्जाम्पल हेऱ्यौँ भने यो संसारमा हामीले हरेक कुराहरू किन्दाखेरिमा चाहे तपाईँ सपिङ सेन्टरमा जानु परोस्, चाहे अथवा ठुल्ठुलो सामान कार किन्न परोस्, अथवा लुगा कपडा अथवा खानाकुराहरू किन्न परोस्, तपाईँले किन्नका लागि अनि लाउनका लागि हरेक कुरा के चाहिन्छ? तपाईँलाई पैसा चाहिन्छ। पैसा चाहिन्छ। अनि यो संसारमा सबै कुरा किन्नका लागि पैसा चाहिन्छ भने हामी परमेश्वरको राज्यमा एउटै कुरा चाहिन्छ, त्यो चाहिँ विश्वास चाहिन्छ। अनि त्यही विश्वासद्वारा नै के हुन्छ? हामी नदेखेको कुरा चाहिँ हामी के हुन्छ? देखेको हुन्छौँ। आज हामी दोस्रो कोरिन्थी 5:7ले भन्दछ हामी चाहिँ विश्वासद्वारा हिँड्छौँ तर देख्ने कुराले होइन। त्यो वचनले भन्छ कि हामी हिँड्ने मात्र होइन, त्यो वचनले भन्नु अनुसार चाहिँ हामी विश्वासद्वारा हिँड्छौँ भने चाहिँ हामी विश्वासद्वारा नै हामी बिजनेस गर्छौँ, मिनिस्ट्री गर्छौँ, काम गर्छौँ, हामी बिरामीले हात हाल्दै चन्दै गर्छौँ। किनभने हरेक ठाउँमा जुन ठाउँमा टेकेको हुन्छ हामी विश्वासद्वारा नै हिँडेको हुन्छ। विश्वासद्वारा नै के हुन्छ? हरेक कुरा चाहिँ पूर्ण भएको हुन्छ। अनि त्यही भएर हामी जस्तै हामी अमेरिकाको नासाको हरेक वैज्ञानिकहरूले हेऱ्यौँ भने